लिएर आइसकेको जसले यही त हुन्छ अरू त हामी यहाँ खाँदा खाँदै बनाऊँ न भनेर हेर्नु त खबर गरेर अनि म चाहिँ ओके गाइस होइन अब यहाँ हामी बोल्दा बोल्दै हामी कसरी के गर्ने भन्ने पनि थाहा छैन अनि अब हामी कम्पिटिसन के हुँदैछ भने कसले छिटो खाइसक्ने कम्पिटिसन सुरु हुन्छ अब अनि हाम्रो छ यहाँ रेड बुल अनि यहाँ चटपटी छ अनि ओरेन्ज रेड बुल छ एउटा हुन्छ नि ए एउटा तपाईँ जलेबी छ अनि त्यसपछि भनेको त्यो सबै सेलाएको छ करेन्ट अनि त्यसपछि सबै रेडी गरेर सेलाइहाल्नु होइन जसले पनि जुन पनि विभागमा प्रायः जस्तो मान्छेहरूले अब यहाँ सामान सिलाइसकेको छ छिटो छिटो खानुपर्ने भइसकेको छ भनेर भन्छ क्या भन्दै भन्छ नभने पनि म भन्छु कसले बनाएर मैले देखाएको थिएँ नि भिडियोमा नाम थाहा छैन म नाम कहिले हेरेँ भ्लगर्सहरू मात्रै थाहा छ म बङ्गालीहरूको थाहा छैन तपाईँको पो भयो त तपाईँ त अघि म यहाँ यो छौ यस्तो मान्छेहरू यस्तो मान्छेहरू राम्रो हुँदैन गाइजहरू एउटा गर्दै खाऊ न एउटा गर्दै खाऊ न ए एउटा गर्दै खाऊ न म भिडियो पनि देखाएको थिएँ त्यस लागेको थियो त्यो कताबाट थियो के थियो मलाई थाहा छैन तपाईँहरू अलिक छिटो गर्नु नि छिटो भिडियो बनाउनु नि ए आज त सुरुवात भएको छ टेबलको पछाडिबाट हिटर छ साइडमा मजा बस्न सकिन्छ त्यो चिसोमा मैले फेरि खतरा चिसोमा भेस्ट लाएर हिँड्छु पट्टु लाएर हिँड्छु गर्मीमा चाहिँ ज्याकेट लाएर हिँड्दैन मानसिक सन्तुलन अनब्यालेन्स होइन यति साह्रो अब मिठो शब्द नबोल्नुहोस् त मेरो मन दुख्छ यी सबै खान्छ जस्तै है पनि छ होला यो ए यो बदमेस तपाईँहरूलाई थाहा छैन गाइजहरू एरियामा पुरा होस्टेलमा होइन यो कुरा के हामी धेरै खानु सक्छौँ यति भन्छु म चाहिँ मेरो साथीहरू म बोलिन्जेलसम्म म खाइसक्ने जो तपाईँ बोलिन्जेलसम्म मैले यहाँ अब हेर्नु त्यो जेमा स्लो छ क्या त्यस्तो नभन्नु न स्लो भएको भए यसरी गर्थेँ स्लो मान्छेले कहिले पनि यस्तो काम गर्दैन भिडियो बनाउनु भनेपछि यति एक्साइटेड छ कि सबै काममा एक्लैले गर्नुभएको धन्यको प्रभु तारिफ त गर्नुभयो त्यही पनि थ्याङ्क यू भन्छु रबरले बाँध्नुपर्छ ल कस्तो ओपन उयो भयो नि यो रबर अब एउटा डायरी हुनुपर्छ नि यस्तो खाएर हुन्छ नि हुन्छ नि खाएर तर छोरा बिमार हुनुपर्छ नि तपाईँ बोक लाग्ने म बिमार सबै बिमारहरू मैले बोक्नुपर्छ फेरि म सक्छु कि फेरि यहाँ
भने क्या मेहन्दीमा मेरो कुरा खाए ल भने हो अनि यसलाई चाहिँ किन सबै बोक्नु भने यो हाम्रो घरको साँडे हुन्छ साँडे के भन्नु जहिले बेज्जत हान्छ खुसी मान्नु कि म गीत गाउँछु लिसन टु मी तपाईँलाई मैले अघि टिसिदिउँ भनेको गीत गर्छु कि कस्तो म फेरि अब नाँसेर गाइदिन्छु किचनमा टिस्यु राख्ने बानी नभएर साथीहरू मलाई यहाँ लस्नु गाई हाम्रो घरमा टिस्यु लगाउनु हुन्छ एक मुख मात्रै लिएको वात्तै धन्ने गयो हाम्रो घरमा टिस्यु लगाउनु हुन्छ ताकि वेस्ट अफ नहोस् भनेर क्या अब गीत गाइदिन्छु म फेरि म त फेरि हाँस्दा हाँस्दै जान्छ कि त्यही भएर अहिले 5 जाने भेट छैन त्यसोले हाँस्दै हाँस्नु जान्छ अरे सबै यति निकालेर भोलि अनि यहाँ खाइरहेछ नि गीत गर्नुहुन्छ नि गाबै माथिसम्म त गाउँदैछ ब्याकग्राउन्ड म्युजिक सब सबका खेना है एउटा कुरा है दाजुहरू बिहानै त नभन्नु 10 बजे सुतिरहन्छु अनि सुतिरहेको बेला दिदीले कानको छेउमा आएर फुलका तारो सबका त्यो बोरा च्यातिङ छैन सरी ल जस्तो भए पनि गर्न सक्छु नि त म अहिले खाँदा खाँदै काट्दिनँ तब थलो राम्रो न राम्रो खानेकुरा देख्दैपछि योभन्दा अगाडिको मुखबाङमा पनि क्या भ्लग स्टार्ट गर्ने बित्तिकै हाँसेर हाँसेर हाँस्नु त एकदम स्वास्थ्यको लागि राम्रो हुन थाहा छ नि खानेकुरा देख्दैपछि फुल सबका कहना है म कन्ट्रोल गरिरहेछु कन्ट्रोल 1000 में मेरी बहना है सारी मर म खोज्छु होला हामी सँगै लजान त चाहिँ लजा जस्तो ल अब स्टार्ट गरौँ अब गरौँ ल त्यहाँदेखि जतिखेर गाउने त्यतिखेर गाउनेतिर के जस्तो लाग्छ जस्तो लाग्यो भने अब अरू नै हुन्छ प्लान थियो अब गाइजहरू है अब यो त मायाले बाँध मलाई Like and share, subscribe guys. के गर्दै खाएको थियो कसरी खानु त्यसै नै खाँदै के एक्टिङ गरेको अहिले त राम्रो गर्छ आजभोलि म सुक्खाले खानु भएको छैन गाइजहरू हामी यहाँबाट फिटिदिन्छौँ हजुर खानुहोस् न होस्टेलमा बसी होस्टेल भनेको त होस्टेलमा पनि नभएन भए हुन्छ होस्टेलमा पनि नभएन अहिले त साथीहरू होस्टेलमा है
5 बजेर 10 मिनटमा माथि ल्याउ पुऱ्याउँछ त्यसपछि पढाउँछ 6 बजे खाना खुवाउँछ फेरि ड्रेसै नबिरेर तल झराउँछ फेरि पढाउँछ त्यो सबै सरको लागि फेरि उसको लागि होइन त्यो केही पनि सबै हाम्रो घरको लागि सही पक्रे हे त्यो घरको सरको लागि मात्रै हो आफ्नो लागि चाहिँ केही होइन म कति माया गर्छु तपाईँहरूको लागि म कति मिहिनेत गर्छु त्यो लागि त्यही मायालाई नै पुरै पैसाको खोला बगाउनु पर्ने रहेछ काठमाडौँ त्यस्तो ठाउँमा दायाँ बायाँ गर्नु पाउँछ खानु सजिलो पनि चिसो मिठो हुन्छ नि त चिसो मिठो हुन्छ तँलाई अन्त उसलाई त्यस्तै मनपर्छ अनि चिसो जे पनि चिसो खाना पनि ताजा पकायो भने सेलाएर खाने बानीसँग उहाँको चाहिँ पापापट्टि जानुभएको पापापट्टि जानुभएको भन्दा भन्दै पढा भन्ने रहेछ अघि त लाग्थ्यो के भन्नुभयो अघि त लाग्थ्यो के भन्नुभयो यस्तो लाग्थ्यो अघि हाम्रो घरको ज्याङ्गल के भन्नुभयो साँढे हो भनेको हाम्रो घरको बुल यहाँ के छ यो त पाउडरिङ मात्रै छ यो त ओरिजिनल नै रहेछ त नि यो मैले थोरै ल्याएर यसरी खान्छ पहिला ठुलो मान्छे खान्छु भने यहाँ खाने ए उता ओपनिङै गरेर रहेछ म ओपनिङ गर्नु नगर्नु पर्दैन यस्तैमा यस्तो मान्छेहरू केही खान परेका यी भोलिको लागि राख्न परेका कलर देख्नु सक्नुहुन्छ यहाँ आज यो भिडियो बनाउने त्यसको लागि हिजो अस्तिको दिने यसले दुःख गरेको जे पाए त्यति साह्रो छैन अन्त यस्तो मिक्स माक्स गरेर जे पनि भनिराख्नु भएको छ उहाँले चाहिँ भन्ने नै जे पाए त्यही हो तेरो भिडियो सिरियस भएर हिँडेको मै छु मेरो भिडियोमा एकदम सिरियस हुन्छ कि चटपटी चाहिँ हातले कसले खान्छौ चटपटी को हातले खान्छ तपाईँले खाँदै हुन्छ त मेरो घरबाट केही नबुझेर खाइसक्यो मिठो त मिठो चिसो यता हिजो लाउनु यता हिजो मलाई चाहिँ जाँदा पनि नाचेको कहिले माया गर्छु म मेरो मुनिको लुगा त्यो हुन्छ त्यो पलाउनु कपडा यहाँ त्यो तपाईँले देख्नु भएको त्यो इनरवाला त्यही तेरो कुन टिचर फेभरेट हो दशरथ सर किन दशरथ सर चाहिँ गाह्रो हो कि के हो केही नपढाउने होइन पढाउने टिचर त तेरो फेभरेट साइन्स सब्जेक्ट हो क्या राम्रो पढाउनु यो स्कुलमा हुनुहुँदैन सबैमा नपढाउने टिचर फेभरेट लौ त्यो स्कुलमा जसलाई सोधिने अहिले त्यो स्कुलमा पनि पढाउनु हुँदैन रहेछ कता छ थाहा भएन तर दशरथ सर राम्रो पढाउनु हुन्छ कि लाज हुन्छ एकदम दामी पढाउनु हुन्छ फ्यान हुँदा फ्यान तपाईँ जस्तै हुन्छ है अब तपाईँ आफूले एक्सप्लेन गर्नु म त्यसलाई राम्रो छु
अरूलाई राम्ररी तेरो मनी जिप्पाइते बोल्छिस् मलाई थाहा एकछिनको लागि स्ट्रिक भइदिएको अरे क्या म यसले भिडियो बना भन्नु अब 1000 रुपियाँ दे यति भिडियो मैले बनाइदिएको मेरो 100 बेचेर पैसा नि अस्ति पनि यस्तै मेरो देखाएको थियो क्या अन्त त्यो मेरो नाममा हालेर हौ नि त म त त्यो त कहिले बिर्सिँदैन हैट लास्टै पिरो सबैलाई पनि हिटर पनि त एकपट्टि पनि तातिन्छ त हिजो एकचोटि भएपछि एकचोटि तातिन्छ त नानी लास्टै चिसो पर्छ यस्तो चाहिँ हिटर अघि खानु पर्थ्यो नि त भिडियो बनाउनु पर्छ रोक्नु के रोक्नुहुन्छ भन्दा तातोमै खान्थ्यो कि गाईहरू तर मैले रोकेको होइन प्राङ्क हो भने भनिहालेँ बाहिर छोरा आज खाइसक्नु नानी त्यो अब चाहिन्छ नि फेरि त के नानी चाहिन्छ ढुक्कनी म मात्रै खान्छु ए दाजु है तैँले पापै गर्छ हाल्न आउँदै दिएर राखेर नो त खाएकै हाल एक्लै खाइदिएको एक्लै हाल त एक्लै खा लो म खान्न म खान्न त्यो कहानीमा ट्विस्ट के भन्छ त हो त्यसै ल्याउनु हुन्छ तपाईँ लास्टै चिसो भयो लाग्छ भने हामीले एकजनालाई गाह्रो भएछ त्यो ए मैले त्यहाँ थाहा पाएको छु एउटा कुरा मुखबाङकै इन्सल्ट भइसक्यो यार त्यो मुखबाङमा भन्यो तर मुखबाङ चटपटे हल्ला के करेन्टले पनि मुखबाङ हुन्छ मुखबाङ भुल्दैन सिकाउनु नपर्छ कस्तो हुन्छ भने बेलुका झार्नको लागि दिमाग चलाउँदै हुन्छ म त एकचोटि खान्नै यो पनि खोल्न पाउँदैछ नि योभन्दा अगाडि कसले हाल्छ ए छ्या त्यो खाएँ मैले अब जाडो पनि भयो जाडो भएपछि त्यस्तै स्लिडिङ हुन्छ पिरो त्यसै स्लिडिङ हुन्छ त्यही भएर हाम्रो त एकदम जाडो ठाउँ छ साथीहरू एकदम जाडो भएछ गाह्रो हुन्छ म त धेरै ज्याकेटहरू पुजिदिन्छ भने स्लिडिङ हो त्यो सिलिङ भयो स्लिडिङ मेरो सिलिङ तपाईँलाई अलिक धनै निकाल्यो निकाल्यो अलिअलि सामान लजाकेर नि लजाकी नजान्छ ल अघि भर्खर आफूले लजा भनेको होइन म लजाइदिएको भित्रबाट इन्जिन तातेर आयो भने इन्जिन कहाँबाट तातेर आयो अरे कानबाट नानीले पनि खायो मैले खाँदैन यो बुचक्कै खाने करेन्ट तँ पनि बेसी नखाए साह्रै बल्ल बल्ल एक्नीहरू हराएर त्यो फ्रिजबाट फेरि यस्तो नुडल्सहरू जङ्क फुड खाएपछि सबै आउँछ क्या
गरिसक्छ झला नि टग एकदम नराम्रो नराम्रो शब्द नबोल्नुहोस् त कोही क्लासमेट अनि क्लास टिचर डिआई कुन कुन छ अरे के भन्नु ले हेर्दै हुनुहुन्छ भने आएदेखिको एकचोटि पुगेको छैन एकचोटि एकचोटि हेरेको छ हुन्छ पछि के प्रुफ के प्रुफ माग्नुहोस् प्रुफ माग्नुहोस् ल सल्लाहको चाहिँ मम्मी अझै भाइ सबैजना तपाईँले भन्नुभयो एकचोटि नि के अरे किताब हेरेको भनेर यो हेरेर त्यसरी नि त के किताब हेरिस् हेरेको रहेछ नि अनि तर चाहिँ किताब हेरेन होला नि तसँग रिसार्च अरे किताब लुगा मार्कीले गर्नु पर्यो यस्तो भोरीसँग बस्नुपर्छ मुखबाङ गर्नु भनेर छ्या बेकार बसेँ म गाह्रो कसले बनाएको त आफ्नो मतलब आज त्यही भएर त चिसो मारेको नि अन्त किन माग्नु त्यो लुगाले सडक सडक पुज्दै आउँदैछ के प्रुफ भनेको नि सफा छ एकदम सफा एकदम सफा छु आमामा के गरेर मैले के गल्ती गरेको थिएँ योभन्दा अघिल्लो जन्ममा जो मलाई यस्तो कष्ट भोग्नु परिरहेको छ उता रुगा मैले छैन अनि यता मजाक ठोकेको मलाई रुगा मैले लगाइरहेछ ए हो साँच्ची हो गाइस यहाँसम्म पुग्यो अन्त आफै एक्सेप्ट गर्छु गरेर हेर्दाखेरि यहाँ टल्यो 3 स्टार अब भयो रातभरि हल्ला गरेर भुट जस्तै अहिले माथि काम लु बोल ल्याउँछु म खाँदिनँ म फ्याँक्ने त्यही राख्नु न अन्त अनि खाने तरकारी खानुपर्छ कहिले जा मासु पनि के हो यस्तो मासु खाना मासु अघि दिन ढुङ्गी खाएर बसेर ढुङ्गी खाएर यस्तो है ढुङ्गी खानुको नतिजा तपाईँ जेसुकै गर्नुहोस् भने खाने एउटा कुरा भन्नु मन लाग्यो क्या भन्छ है नाच्ने त मेरो कुरा हो चालेला पुरै उयो के भन्छ चालेन खाना फेरि डाल्नु अर्कोमा त खाएको अस्तिको जन्म हेर्दा यसको अनुहार कति घिनलाग्दो देखाएको होला अहिले चाहिँ थ्रेडिङ गर्दा अलिक क्लिन भएको छ होला त्यसले खुलाउनु मिल्दैन नि त दारीसँग नि उखालिदिन्छ हजुर राखिदिनु दादा हुन्छ उता टोइलेट नभए छोपिने कुरा होइन त्यो त्यो थ्रेडिङ गर्दै थिएँ ए भयो नै यताको गर्दा आउनेले हेर्नु होला नि के छैन कन्ट्रोल यहाँ अहिले मुखबाट निस्किन्छ है कनेरा यस्तै छ यस्तै छ बिमारी चाहिँ यो हजुर सहयोग गरिदिनु पर्यो
कमेन्टमा गेट सुनाइदिनु होला म किमा पठाइदिन्छु जोक लास्टमा जोक भन्ने यो सबै सिरियसली सिकेको जोकिङ मम्मा मिया जोकिङ मम्मा मिया पता जे भयो नि तैँले बुझेको के भन्नु किन सोध्दैछ एक दिन आमाले सर्ट निकाल्दैन भने बुझुङमा हाल्नु आँखा निस्किनु थाहा पनि भेरि कोले चाहिँ भिडियो हेरेको छ है साथीहरू त्यो सम्मलिका त्यस्तो त्यस्तै भएको छ है घरिघरि चिनी दिनुहोस् न कमलिका चिया पकाउँदै गएको चिनी ल्याउने पालो चिनी नै रहेछ चिनी दिनु न हटाएर त्यस्तै भोइस क्लियर छैन के भनेको सच्चै भनेको ठुक्के बोल बाबा आस्ते खायो भने त 10 दिनमा 100 केजी पुग्यो 2 चाहिँ बच्छ कि जस्तो लागिसक्यो अन्त एक कप खाँदै 10 रुपियाँ भन्दै अन्त अहिले यहाँ भिडियो गरिसकेपछि फोन एडिट गर्छु न भने एकै दिएर ढालिदिनु म त फेरि एडिट नगेन हुन्छ भोलि फोनमा अलिक फ्री भएको बेला गर अरू एडिट गर्नु मन लाग्छ एडिट गर्नु झ्याउ लाग्छ भन्छु म झ्याउ पनि मान्दिनँ एक कता खान्छु फेरि जहिले आउँछु पो न गाह्रो त भएको छ नि सिँगान आउँछ साँझ आउँदैन सिँगान चाहिँ कतै आउँछ टिसी डेजो हुने थिएँ भनेर है आफैले अब यो धर्म कारण नि उहाँलाई नै खानुहोस् किनकि यसको बेज्जत आउँदैन मलाई बेज्जत बराबर भयो मेरो पनि यहाँ सिँगान गरिरहेको रहेछ नि त आइदिन्छ छ देखेछ बुझिँदैन अपलोड गर्ने यो गर्नु पऱ्यो नि गर्नु पऱ्यो नि नगर्नु गर्नु भिडियो अपलोडै नगरेर सबैलाई ब्याक गरिदियो भने कति नै सेलिब्रेटी जस्तो क्या डेली भ्लगिङ गर्ने भनिकन भिडियो गाह्रो भयो हाँसेर कस्तो हेर्दै जोकर जस्तो जोकर भनेर सोच्यो भने सुन्नुहोस् गाइडहरू जोकर भनेर सोच्यो भने के लाग्यो जोकर चम्पली डिपर हालेर बिहानतिर आयो गाह्रो भयो हजुर चुप तसुल बरु नो डिस्टर्ब यहाँ ब्याकग्राउन्ड साउन्ड छैन क्या किन भने नि दाजु कस्तो किन भनेको सच्चै भयो अब यहाँ म के गर्नु भयो क्या उनी बेजत भइसक्यो के बेजत हुनु त जा भन्दा गरेको मैले मेरो घरको कुरा के तानेर के बोलेको पुष्पराज चुकेर मिसारा म जुगाउँछु सारा सबै उचिटा होस् नि त्यहाँ फेरि मुख बन्द अहिले खाँदा खाँदा हस्पिटल पनि सबै मुख बन्द निकाल्छ क्या थाहा छ अनि पहिला हाँस्दा चाहिँ यसरी कोक मिसेको थियो मुख गर्थ्यो कोक झन् सकेर धेरै रमाइलो भएको छ अनि सुझ्नु पनि भएको छ भन्दा
नहीं तो मैं तेरा सर और मुंह दोनों ही तपाईँको मुख त मेरो हात हल्का त्यस्तो पनि मलाई डर लाग्यो मोटो पार्नु सक्दैन अनि म भाग्छु सबै नखायो मलाई डर लाग्यो मेरो देखिन्छ छेउमा बस्नु डर लाग्यो यहाँ सुन्नु न के बनाएको नान्छ के बनायो नि त मिठो चाहिँ मिठो छ कि तर चटपटे छ के भयो मिठो चाहिँ मिठो छ चटपटे सेलायो भनेको कि अब चटपटे सेलायो भनिसकेपछि भन्ने कुरा बाँकी के रह्यो जब ताप्ने उप जस्तो यो बनाएको देखेर मलाई एउटा गीत गाउनु मन लाग्यो गर्नुहोस् अब त्यति राम्रो मान्छे नि नाटक देखि नगर साँच्चै कसम हुन्छ त दुईचोटि भइसक्यो अन्त बेला बेला पानी खाएर गाउँछु पानी खाएर गाउँछु अलिक स्वर अलिक के भन्छ सफ्ट आउँछ नि त भित्रबाट आज म दौडेको है भगवान्ले पनि मलाई नै दुःख दिनु खोजेको हो कि के हो पानी खानु खोज्छु भन्नुभयो पानी म अलिकति उता अब त जति गरे नि म त एकदम घाँटी खुल्ला भयो क्या सबै काम गर्नु भएछ त घाँटी खुल्ला पानी दिँदैन नि त भन्नु सबका एक नजरों में मेरी बहना सारी उम्र नबोको नि आउँछ है हाँ यस्तो गीत गाएर यस्तोलाई इमोसनल बनाउनु भन्दैन यहाँ इमोसनल होइन अरू नै हुँदैछ देख्नु हामी त पनि यस्तोलाई यस्तो गीत गाएर इमोसनलहरू चाहिँ इमोसनल यी पनि हुँदैन होला यो चाहिँ के गरेको यस्तै केराको उसको ढङ्ग यति राम्रो छ कि यो मैले बोक्रो मात्रै छिल्लेको गाड्नु आउँछु भनेर अन्त बोक्रो मात्रै छिरिदिएको त यो चाहिँ के हो तेरो भित्रको बुद्धि हो के हो यो हेर्न सक्दैन अन्ध हो होइन राखा तपाईँ त्यति खान्न म अब मेरो ठ्याक्कै अब अर्को महिना कति भने 2 महिनामा ठ्याक्कै कोर्स कम्प्लिट हुन्छ त्यसपछि बाहिर जाने होइन अन्त नानी क्लास 9 उतै बसेस् होटलै बसेस् दसैँ तिहार पछि चाहिँ दसैँ तिहार पछि चाहिँ किन बस्नु नानी क्लासमा त होस्टेल बस्नु पर्दैन त उता मेरो घरे जस्तो हुन्छ घरमा बस्छ भने जाडो महिनामा 10 बजीसम्म आँखा नखोलेर तपाईँको अनि त्यहाँ बुहारीले उठाउँदा धन्न म चाहिँ 4 बजी उठ्ने मान्छे हो होइन त्यहाँको 2 महिनापछि म अब विदेश जाने नि त अनि छोरा त यस्तो होला नि त भनेर नि मम्मी चाहिँ मम्मी त के अनि मम्मीहरूले अनि पढाउँ भन नि त घर चाहिँ कुन घर चाहिँ घर राम्रो घर अनि त्यो मिस्त्री बनाउँछ नि तैँले बनाउनु र अन्त त्यही त छोराहरू पनि मजा गर्ने क्या 9 क्लास भनेको अन्त यहाँ हो के हो घर पनि बस्नुपर्छ अनि डेबोरसमा पनि 9:30 बजीसम्म त म त्यही होस्टेलमै हुनुपर्छ 9:30 बजी चाहिँ त हो बेकारमा जानु मेरो दुःख सुनाएको होइन बस्छु नि के भएको उहाँले दुःख सुन्नु भएको छ म मजा भनेर त्यतिको गएको भने सुन्नुभएको छ मलाई कस्तो नबोला हौ चुप्ला खा मुखमा चुप्ला खा मुख बेबी Lei eu não sei que são. Nada não é que tu gosta de mim. Não. Que ele tu bota dali.
अघिको खेल्छु हुन्छ त किन खेल्छु हुन्छ यसले त को हो त तैँले खोजेको त चाहिँ किन खोजेर हो त को इमोशनल टाइम खत्म यति खान्छ नि आज सर मलाई इमोशनल इमोसनल टाइम फिनिस गरे हेलो सुरु अघि भएको नानी भिडियो बनाऊ टिकटकमा पोस्ट गराएको सेलिब्रेटी हो कि सेलिब्रेटी हो बेच खानु खोज्छ अन्त म मेरो आफ्नै दुनियाँमा छु फलोवर्स पनि जम्मै कति जना होला 100 मै खुसी त्यो एकछिनमा नि 12-15 फेकाइदिनु मुस्किल भयो लौ जे पाइदे छैन फेकाइदिन्छ छ लुदैन छ जे तैँले मेरै आइडी 3 खोलेको छस् त्यो उसको आइडी मेरो आइडी कस्तो भयो आफ्नो आइडी आफूले जति लिइराख्नुपर्छ भन्ने गाडीमा खोलेर उसकोमा रिपोस्ट र अनि लाइक ठोक्नु होइन जे पहिले भन्दैछ अहिले अब कोही गएको निकोजेको सत्य खोज्दा त नि हुँदैन त हेर सत्य बोल जाने पैसा कति झुक्दै जाँदैछ पसलतिर लौ चेक त अघि हेरेको न अन्त विश्वास यति छ कि उसको दिनमा 10 चोटि चेक गर्नुपर्छ त्यति विश्वास किचनमा बस्यो भने 10 चोटि चेक गर्न मनपर्छ ढोकामा म यहाँ मोबाइल हेरिरहन्छु उता कति बेला आएर उभिएर हेरिरहन्छ थाहा पनि हुँदैन है यस्तो गरेर हेरिरहन्छ अन्त मम्मी पनि उत्तिकै दिदी पनि उत्तिकै अन्त छोरा पनि आइरहन्छ छेउ बेला बेला आमाको सिक्लाई मलाई मन परेन यसको भित्तामा बस्दिनँ म गएँ अहिले म चाहिँ भक्कै दिदिनँ सक्दिनँ म सक्दिनँ नि डिसरेस्पेक्ट गर्छ हामीलाई नि हामी किन बस्ने होइन छेउमा म सक्दिनँ भने त भित्रै बटाएर ल सामान उठेर मगाएको अनि तिनीहरू ल्याएको नि बनाएको छु मैले त्यति त हुन्छ भन्नु न त खाएको छैन भन्यो भन्नु न खाएको छैन होइन खाँदै खाँदिनँ तिमी खाऊ ल यसो नभन म एक गाँस मात्रै दिन्छु म यो त खाँदैन नि त ल अघि मैले खाऊ त्यो एउटा भिडियोमा भयो भयो दार्जिलिङको सबै भन्छ त्यो लुगामा तल चाहिँ त्यो चाहिँ नि जाँदैन नि त कतिवटा दाग लगाएर हटाइ पनि सक्यो होस्टेलमा यसलाई त म त भिडियो नभएको टाइम कुटेर जुप्पै खतरा मनितिर जान्छ देखिँदैन नि खतरा पुरा हान्छ नि यसले तपाईँको चाहिँ मलाई नि अलिक पुग्छ कुट्दैन कुटेन मैले त कुटेन मैले त डर हाम्रो टिचरले भनेको चाहिँ कि लेभलसँग मात्रै हेरेँ आफ्नो लेभलसँग चाहिँ त्यही भएर म तपाईँ गर्दिनँ पहिला लेभल हुनेसँग चाहिँ एकचोटि मैले आएर झगडा गरेको थिएँ पुरा म सुनेको थिएँ त्यो स्कुलमा ग्रुप मिलेर हौ त्यो मम्मीलाई जे पनि भन्यो भनेर झर्काउनु गयो भने सुनेको थिएँ तपाईँ कहिले झगडा नगर्ने सोझो मान्छे स्टोरी सुन्दा सुन्नु हजुरको साथी साथीको बुकमा हात राखेर भन्नु गीता बुक गीता गीता
गीता बुङ कि सीता हो ये तो खाने में आज एकदम डन हो आज एकदम डन टू मच डन सुपर डुपर ऊपर रिपर के हो डन नि भने चाहिँ हामीले सोल्जर भइसक्यो नि अहिले सोल्जर भन्दा स्ट्रेस भन्ने नि एकदम सोच हामी कोहीसँग झगडा नगर्ने तपाईँले रिस हुँदैन त्यो वाला भाइ छ उहाँसँग बोली पनि त्यस्तै हो क्या मेरो बोली पनि त्यस्तै हो त अब नानी साँच्चै नै पेट कटक्क खायो चिसोले यत्रो उयो दाब्दैन कस्तो भएको हिटर दाब्दा नि हाम्रो सुन्नु खतरा ट्याक्स बनाउने मिठोले खाइदिन्छु त्यो राखेँ ओके छ ल ओके छ भने भिडियोमा जोकेछ त अहिले सबै भिडियो अफ हुने त्यो जम्मै सोर्छ राम्रोछ नि होइन सक्दिनँ अब कुन ल्यायो के खाउने छैन त्यो जबरजस्ती मात्रै खाएको नि हुँदैन थाहा छ हो म कामै गर्दैन क्या म गर्नु चाहिँ गर्छु गर्ने थिएन आज चाहिँ आज माघे सङ्क्रान्ति हजुरहरूको कसरी बित्यो सबैजना ह्याप्पी माघे सङ्क्रान्ति फेरि मेरो मान्छे भिडियो बनाउनुपर्छ कि छिटो छिटो गर न 2 गतिलाई चाहिँ 12 बजिसक्यो होला रातिको अब भोलि भइसकेको आज माघे सङ्क्रान्ति भन्दैछ अब 1 गति ल माघे सङ्क्रान्ति कति दिन लाग्छ के लाग्छ जहिले एउटा तपाईँले अब औँसी न पुर्णे भने जस्तै हो नि यो भन न तपाईँ भोलि पर्सितिर नि मान्छेहरूले माघे सङ्क्रान्ति लाग्यो क्या भन्नुहुन्छ माथेहरूले किन भन्नुहुन्छ कसले भन्नु को चाहिँ माछा यहाँ जो माथि नि यदि माथ्यो भने माथि वर्डहरू निकाल्नुहोस् त वर्ड हल्ला नगर खा हान्नु हुँदैन यसरी यसरी हान्नु नि हुँदैन मैले हान्नु छैन तर यसको हान्नु डिसिप्लिनहरू चाहिँ हेर्दै गर्नुहोस् है सरहरू फेरि मेरो डिसिप्लिन एकदम नपरोस् नि फेरि दामी भन्दा पनि दामी छ बहिनीलाई चाहिँ हान्ने नि सरहरू यसको बेहोरा देखेर सरलाई चाहिँ कुट्नु मनलाछ मलाई अहिले भन्नु चाहिँ खालाई जान्दैन है भिडियो हेर्नु चाहिँ हेर्नुहुन्छ होला। हात चलाउँछ हात किन लाउनु मुख मात्रै चलाउनु मुखै चलाएको पनि मन पर्दैन सानो मान्छेहरू ज्ञानी हुने है सानो भनेर काम गरा होला सानो त गर्नुपर्छ त अब त्यो छ त मैले अहिले गर्दा त कति गर्दैन हजुर नि मैले त्यो सोद्धाखेरि हो काम गरेको बेला निदाउँदैन थियो कतैतिर काम गर्नु जाऊँ भन्ने मान्दैन थियो ए मान्नुहुन्थ्यो खोइ केही बिन्दी बनाएपछि नानी खाँदा मलाई त थोरै बनाएको जस्तो लाग्थ्यो गर्ने भनेपछि लिएर राखेस् क्या अनि अघि अझै मम्मीले दादालाई बेसी दिनु पर्दैन थप्नु गएको कि अन्त अनि लिनु भने त के अन्त लिनु त तैँले अब त्यो थोरै भएको जस्तो नाटक गरेर थप्नु गएछ होला अनि मान्नु भएन होला कराई नै बोलेको हो अन्त कस्तै धेरै भएको मान्छेले यसरी हात लाउनु मिल्छ त केटाकेटीहरूले यस्तो खानु हुँदैन घरि के भन्छ लु
गर्नु गराए गाइजहरूलाई भिडियो कस्तो लाग्यो मेरो बेजर अहिले मेरो निस्क्यो के भेट्लास भएको नि के भेट्ला चित्त डोलाएर खाने खा चाहिँ मलाई मन परेन यो ओरिजिनल त राम्रो ओरिजिनल भन्यो मान्छेले कति चिज डुप्लिकेट खाइसक्यो अब यो एउटा ओरिजिनल होस् टुथलास्टमा त चपस्टिकले खुवाइदिन्छु साह्रै गर्छ सरी ल किन